पछि पानी भरेपछि चाहिँ एकदम राम्रो हुन्छ। यो पानी तपाईँको जम्मा गरेको पानी हो? यो आफै भरिन्छ। ए पहिले त यहाँ त सानो थियो नि है दाइ? अहिले बोट चलाउने बनाउनु भएछ, धेरै राम्रो भएछ नि। धेरै राम्रो छ। अहिले गाउँपालिकाले नि गरेको? पालिकाले ए यो चाहिँ पल्लोमा अब धार्मिक हिसाबले हुँदैन। यो मान्छेले बोट छैन भनेर सोच्छ र यसो यो बनाइदिएको हो। ए बोट यो राम्रो भयो नि त, पल्लोमा त हुँदैन होइन? त्यो त पनि लगाएको थियो एकचोटि, बिरुवाहरू निकालेको। ए पल्लोमा त हुँदैन नि त। मोबाइल चाहिँ अलिक डर पक्रिन्छ। ल ल गयो भने फेरि टेन्सन हुन्छ होइन? खै त म आफै चलाउँछु अब एकचोटि। अलिक साइकल चाहिँ छ हो, ए अगाडि पेल। अब ह्याबी नै पो हुँदो रहेछ है? डरै हुन्छ नि त्यो ब्यालेन्स नमिल्दा चाहिँ। र त ब्यालेन्स नमिल्दा ल है बोटमा यसो ट्राई गरेको। आम्मामा निकै पावर पो चाहिँदो रहेछ है दाइ? चारजना हुँदा निकै गाह्रो हुन्छ नि। यहाँबाट आउनु पर्ने थियो पहिला, यहाँबाट अर्को चाहिँ हो पछि यता जोडेर। अहिले धेरै उ भएछ नि आम्मामा ब्यालेन्स नहुँदा है? सहज हुन्छ दुईजना चाहिँ। मोटरलाई भने त पावर मोटर लाउनु मोटरवाला हुन्छ नि। सबै त यस्तै छ अहिले, यो त अन्त्यतिर पनि यस्तै छ, अन्त्यमा पनि। तर पोखरीमा त यस्तै ठिक हुन्छ। यो हामी जाँदा चाहिँ उमा पनि यस्तै थियो, यो बिरुखेलमा पनि अहिले चाहिँ कस्तो छ। त्यो बोट त त्यहाँ पनि यस्तै मात्रै थियो। चढ्न चाहिँ चढिनँ त्यहाँ चाहिँ। म चाहिँ कहिले चढेको थिइनँ त्यहाँनिर बोट। डर लाग्थ्यो, बिरुखेलमा चाहिँ परिवारसँग गएको थिएँ, नानी चढ्ने भएर बाध्य भएर चढ्नु पऱ्यो। हावाको बेग बताउनु चाहिँ तर अलिक गाह्रो हुन्छ है। पानीको छाल होइन? म त सानो क्षेत्रफल देख्ने थिएँ, यहाँ खोलेर बनाउनु भएछ क्या? हो त्यस्तै। यो एक्लैले चलाउनु पर्यो नि त, फुल एक्सर्साइज हुने रहेछ नि त। चारजना हुँदा त सकिँदैन नि। एक्लैले त गाह्रो हुने रहेछ। तपाईँ अहिले यहाँको हेडलिल गर्नुहुन्छ? हजुर, म पालिकाकै कर्मचारी हो। ए आज चाहिँ यता ए म उता ड्युटी चाहिँ माइ पोखरीभित्र हो। ए आज आउनै सुरु भएको कि यो? अँ अब चाहिँ मान्छे केही छैन। भोलि पर्सि तपाईँले चाहिँ के गर्छ थाहा छैन। बिहान आएर मान्छेले हानेर एक्सर्साइज चाहिँ मजाले हुन्छ। बानी नहुँदा त मरिने रहेछ नि त। हाम्रो माइ पोखरी पोखरी हुन्छ। जोर पोखरी। यो खुट्टाको ब्यालेन्सै नमिल्ने रहेछ नि त।